माथि त निक्ल्यो हामी बर्दुबई स्थित नदीको छेउमा समुद्रको छेउमा छौँ र तपाईँ देख्न सक्नुहुन्छ यो बस जुन बस चाहिँ अहिले सडकमा गुडिरहेको छ। केही समय पहिला चाहिँ पानीमा गुडेको पनि तपाईँले देख्नुभयो होला। ल हेर्नुहोस् अब युएईमा चाहिँ यस्तो यस्तो खालको हुन्छ। हाम्रो नेपालमा चाहिँ चक्का भएको गाडी पनि अब रोडमा त गुड्न नसकेको अवस्थामा दुबईमा चाहिँ चक्का भएको गाडी पानीमा पनि गुडेको देख्दाखेरि एकदम अचम्म लागेर चाहिँ हेरिरहनु भएको छ हाम्रो पार्थजी। कस्तो लाग्यो त बस गुड्दाखेरि? अचम्मै लाग्यो है। अब यो त दाइहरूमा हेर्नु, एउटाले तल तानेको एउटाले माथि मान्छ। कस्तो लाग्दो छ ल हेर्नु फेरिमा त ल हरेक हुने क्या हरेक बाँच्नुपर्छ। यो खोप्रो परेको आँखाले के देखिन्छ भन्थे बुढाबुढीले हो रहेछ आज चाहिँ। यो दुईजना के खोज्दैछ? हामी चाहिँ अहिले हाम्रो सुटिङको क्रममा चाहिँ हामी यहाँ चाहिँ बर्दुबईमा आएको थियौँ होइन। त्यही भएर यो समुद्रको सिनहरू चाहिँ केही लिउँ भनेर चाहिँ हामी अगाडि जाने क्रममा छौँ। हाम्रो अगाडि साथी गिटार बोकेर चाहिँ जाइसक्नु भएको छ। हाम्रो चाहिँ गायक खैकिनका गायक हुन् र हाम्रा नजिकै हुनुहुन्छ उहाँ पनि हाम्रो प्रोडक्सन कन्ट्रोलर। उहाँ चाहिँ हाम्रो चस्मा ब्याग बोकेर बस्नु भएको छ। सायद पैसा पनि निकै गमकै राख्नुभएको होला उहाँ हुनुहुन्छ। हाम्रो गायक चाहिँ अगाडिपट्टि जाँदै हुनुहुन्छ। हाम्रो यतापट्टि मोडल पनि हुनुहुन्छ। हाम्रो यहाँ मोडल चाहिँ यता खैकिनाको गीत हाम्रो चाँडै नै बजारमा आउने चाहिँ हामी सम्पूर्ण श्रोता दर्शकहरूलाई जानकारी गर्न चाहन्छौँ। यतापट्टि हामी सुटिङको क्रममा हामी यो समुद्रको छेउतिर पनि हामीले सुटिङ गरिसकेका छौँ। तपाईँले यो खैकिना सङ्घमा चाहिँ तपाईँले विभिन्न ठाउँहरू जस्तै युएईमा तपाईँले देख्दै नदेख्नु भएका ठाउँहरू पनि हामी तपाईँलाई चाहिँ देखाउने जमर्को गर्दैछौँ। तपाईँले चाहिँ राम्रो सिनहरू देख्न सक्नुहुनेछ। खैकिनामा तपाईँले हेर्नु होला है बाइक ल हेर्नुहोस्। यतातिर सिन तपाईँको यो पारिपट्टि चाहिँ डेरा दुबई भन्छ भने यतापट्टि चाहिँ बर्दुबई भन्छ। यता बर्दुबई र डेराको बिचमा एउटा समुद्र छ जुन समुद्रमा चाहिँ एक दिन तिरिसकेपछि वारिपारी गर्न सकिनेछ। जुन ठाउँमा हामीले नाउ एउटा जहाज पनि हामीले चाहिँ पानी जहाज पनि हामीले लामो यात्रा गर्दै सुटिङ पनि हामीले सम्पन्न गरिसकेका छौँ। तपाईँहरूले हेर्दै गर्नु होला। हाम्रो पूर्वाञ्चल फिल्म्स लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। जति तपाईँले चाहिँ भिडियोकोदेखि तलतिरपट्टि रहेको एउटा रातो बटमलाई निलो बटम बनाइदिनुहोस् ताकि नयाँ हाम्रो भिडियोहरू अपलोड हुँदाखेरि तपाईँहरूको मोबाइलमा ल्यापटपमा इन्फर्मेसन आउनेछ। जसका कारणले गर्दाखेरि तपाईँहरूले नयाँ भिडियोहरू हेर्न सक्नुहुनेछ। हामी एकदम तपाईँको लागि नयाँ रमणीय ठाउँहरू घुमाउने दौरानमा छौँ। तपाईँले मात्र पूर्वाञ्चल फिल्म्स च्यानलमा हेर्न सक्नुहुनेछ नयाँ भिडियोहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ यतापट्टि जहाजहरू आइरहेको छ जुन जहाजले चाहिँ सामानहरू बोक्ने काम मात्रै गर्दछ। यसले भने यतातिर जुन तपाईँको अर्को जहाज यताबाट आउँदै गरेको देख्दै हुनुहुन्छ होला। यसले चाहिँ तपाईँको 70 दिराम तिरिसकेपछि जहाजमा चढ्न पाउनुहुनेछ र जहाजमा चढिसकेपछि खाना 2-3 घन्टाको लागि घुम्न एकदम रमाइलोसँगले इन्जोय गर्न सक्नुहुनेछ यो नाउमा। यसले चाहिँ तपाईँको मात्र सामान बोक्ने काम गर्छ। त्यसो भन्दै आज तपाईँहरूसँग बिदा लिन चाहन्छु। जुन जहाज तपाईँ हेर्दै बिदा लिनुहोस्, रमाइलो गर्नुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, इन्जोय गर्नुहोस्। पूर्वाञ्चल फिल्म्सलाई लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् ताकि तपाईँले सब्सक्राइब गरिसकेपछि हामी नयाँ भिडियोहरू अपलोड गरेर तपाईँको माझ चाहिँ हामी दिने जमर्को गर्दछौँ। हामी नयाँ भिडियोहरू पस्किरहेका छौँ तपाईँहरूलाई। हस् त धन्यवाद।